मेष राशि। नयाँ अवसर पाइनेछ, तर चुनौती समेत देखा पर्ने हुँदा होसियारका साथ काममा जुट्नु पर्दा छिद्र खोतल्नेहरूले दुःख दिनेछन्। विशेष योजना गोप्य राखेर अघि बढ्नुहोला। शुभचिन्तकहरूको साथ सहयोग जुट्नाले काम सम्पादन गर्न सकिनेछ। सामाजिक जिम्मेवारी बढ्नेछ। पहिलेको काम बन्नाले नयाँ अवसर प्राप्त हुनेछ। सेवा, धर्मकर्म र परोपकारीमा काममा प्रवृत्ति भइनेछ। वृष राशि। समस्या र अर्थ अभाव एकसाथ सामना गर्नुपर्ने देखिन्छ। आँटेको काम रोकिने भयले सताउनेछ। गरेको श्रमबाट उचित लाभ नहुन सक्छ। नयाँ काममा हात हाल्न केही समय पर्खदा राम्रो हुनेछ। समस्या दर्शाउँदा शुभचिन्तकहरूको साथ सहयोग प्राप्त हुनेछ र तत्कालको अभाव पनि टर्नेछ। सञ्चित रकम खर्च गर्नु परे पनि पछि आउन सक्ने समस्या बेलैमा समाधान हुनेछ। मिथुन राशि। रमाइलो भेटघाटले नयाँ अवसर पनि जुटाउन सक्छ। भौतिक साधन जुट्नाले पेसा व्यवसायमा उत्साहजनक परिवर्तन आउनेछ। व्यापार बढ्नाले मनङ्गे लाभ हुनेछ। उठ्नुपर्ने रकम हात लागि हुनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सजग बनाउन सकिनेछ। घुमफिर तथा मनोरञ्जनको समय छ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। कर्कट राशि। परिस्थितिवश केही समस्यामा अल्झनु पर्ने देखिन्छ। काम अड्किनाले उद्देश्य प्राप्त गर्न समय लाग्नेछ। अवसरवादीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। कमजोर नतिजा सच्याउन काम दोहोर्याउनु पर्ला। अरूका लागि समय, धन र बुद्धि खर्चनु पर्ला। तत्काल फाइदा नहुने काममा अलमल हुनेछ तापनि पछिका लागि पूर्वाधार तयार गर्न सकिनेछ। सिंह राशि। अवसरले पछ्याए पनि मौकाको फाइदा उठाउन निकै मेहनत गर्नु पर्ला। स्वास्थ्यका लागि खानपान र विश्राममा ध्यान पुर्याउनुहोला। मेहनतको परिणाम राम्रै हुनेछ। प्रतिष्ठित काम सम्पादन गर्न सकिनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। झमेला बेहोर्नु परे पनि शुभचिन्तकहरूले राम्रो साथ दिनेछन्। मनको डर उत्साहमा रूपान्तरित हुनेछ। कन्या राशि। घर परिवारमा असमझदारी बढ्न सक्छ। फजुल खर्च बढ्नेछ भने काममा पनि अल्झन आउन सक्छ। बेसुरमा दिएको वचनले समस्या निम्त्याउनेछ। मान सम्मान समेत आघात पुग्ने सम्भावना छ। आफ्नो कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। कामतर्फ श्रम अनुसार सोचेको फाइदा नहुन सक्छ। वाद विवादले आफ्नै प्रतिष्ठामाथि प्रश्न उठ्नेछ। सजग रहनुहोला। तुला राशि। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनु पर्ने हुन सक्छ। प्रतिस्पर्धामा उत्रनु परे पनि मेहनतले उपलब्धि हात पार्न सकिनेछ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। विभिन्न अवसरले सफलताको यश पनि दिलाउन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना अघि बढ्नेछ। कामले प्रतिष्ठा दिलाउनेछ। नियमित काम बने पनि आफ्नै सहयोगीहरू काममा बाधक बन्न सक्छन्। वृश्चिक राशि। प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली व्यवहारमा अलि सजग रहनु पर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनु पर्नेछ। नियमित काममा भने सामान्य फाइदा भइरहनेछ। अरूका विषयमा चासो लिँदा झमेला आइलाग्न सक्छ। विवादास्पद जिम्मेवारी आउला। सावधानीले मात्र कार्यसिद्धि हुनेछ। धनु राशि। सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनङ्गे धन आर्जन गर्न सकिनेछ। विगतका कमी कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
मकर राशि। पछिका लागि केही वस्तु त्याग्नु पर्ने हुन सक्छ। खर्च लागे पनि रोकिएका काम बन्नेछ। लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक रहनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। व्यवसायमा लगानी बढाउनु पर्ने स्थिति आउन सक्छ। तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। चुनौतीका बावजुद स्वाभिमान रक्षा गर्न सकिनेछ। कुम्भ राशि। मेहनतले राम्रो परिणाम दिलाउनेछ। तारिफयोग्य काम गर्दै मनोज्ञ धन आर्जन गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछ भने दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। कृषि पशुपालन आदिमा फाइदा हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेको गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आय आर्जन बढ्ने र उठ्नुपर्ने रकम हात लागि हुने समय छ। मीन राशि। विशेष कर्म प्राप्तिको योग छ, तर अवसर र चुनौती एकसाथ देखा पर्ने हुँदा होसियार साथ काममा जुट्नु पर्ला। कुनै विवादास्पद जिम्मेवारी वहन गर्नु पर्ला। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। लगनशीलताले सावधान दिलाउन सक्छ। सामाजिक नेतृत्व हात लागि हुने सम्भावना छ। व्यापारमा फाइदा हुनेछ, तर विरोधीहरूले दुःख दिनेछन्। सजग रहनुहोला।